कसले कति सपोर्ट गर्दैछ त्यो त मलाई थाहा छँदै आफ्नो आफन्तबाट त सपोर्ट कस्तो खालको भ्लग चाहिएको। हाई हेलो गाइस, वेलकम टु माई मिनी भ्लग। आजको मेरो भ्लगमा तपाईहरुलाई फेरि पनि स्वागत छ। भ्लगहरु बनाउन थालेको 14 दिन पुगिसक्यो। राम्रो भए पनि नराम्रो भए पनि जस्तो सुकै भए पनि मैले डेली भ्लग हाल्छु। यदि मनैदेखि सपोर्ट गर्नु मन छ भने तपाईहरुले मलाई सपोर्ट गरिदिनु होला अनि मेरो भिडियोहरु हालेकोमा लाइक कमेन्ट पनि गरिदिनु। भन्दै सुरु गरौँ आजको काम। आज चाहिँ भाइ र म बाहिर सब्जीहरु किन्नु गएको थियो। अनि भाइ चाहिँ अगाडि हिँड्दै यहाँ देखाउँदैछ। त्यो देखाको एउटा हातमा भएको कटर होला गाइस। कटर हो कि के भन्छ नि, गाउँघरतिर साप्पी पाइन्छ। सधैँ सानोमा पहिला साप्पी खान्थ्यो, अहिले त यहाँ त किनेर खानुपर्छ। अनि त्यसलाई चाहिँ आज लगेर मस्त खानेछ। भ्लगहरु हाल्छ तर खाली सब्जी किन्नु गएको आको यस्तोहरु मात्रै हाल्छ है भनेर सायद तपाईहरुले नहेर्दिनु। केही छैन, हेर्नेहरुले हेर्दिँदै गर्छ, नहेर्नेहरुले नहेर्दै गर्छ। त्यो मलाई केही पनि फरक पर्छ त आफ्ना आफन्त साथीभाइहरुले सपोर्ट नगरेको देख। केही छैन, हेर्दिए पनि नहेर्दिए पनि सपोर्ट गरे पनि नगरे पनि एक दिन त सफल त हुन्छ। कतिजनाले हेर्दिनु हुन्छ, कतिजनाले सपोर्ट गरिदिँदै हुनुहुन्छ। उनीहरु त मेरो मनमा राम्रो भए पनि नराम्रो भए पनि सपोर्ट गरे पनि सपोर्ट नगरे पनि दिन नै भ्लग हाल्नु चाहिँ छोड्दिनु। अनि आज चाहिँ यो कटर ल्याएर अहिले चाहिँ भाइले यहाँनिर चिर्दैछ। नानी जन्मियो। वाउ सिंगाना डाक्टरले चाहिँ सिरा खानुपर्छ। हामी चाहिँ घरमा 3 जना मात्रै थियौँ, त्यही भएर चिरेर हामी आफै खान थाल्यौँ। सायद पकाएर होला, नपाकिकन जबरजस्ती पकाएर होला। अलिकति अमिलो चाहिँ थियो गाइस। तर पनि नखाएको धेरै दिन धेरै वर्ष भयो नि त, त्यही भएर मिठै लाग्यो। पहिला गाउँघरमा हुँदा चाहिँ धेरै खाएर साथीको घरमा गएको थिएँ, धेरै खाएर डायरिया लागेको छ, त्यही भएर म चाहिँ धेरै खानु सक्दिनँ। यसको दाना पनि उसिनेर या दाल बनाएर खाइन्छ भन्ने चाहिँ सुनेको छु, तर मैले चाहिँ अहिलेसम्म चाहिँ उसिनेको चाहिँ खाएको छु गाइस। खानु भएको छैन भने एकचोटि ट्राई गर्नु होला। मिठो छ गाइस। यहाँनिर भाइहरूले चाहिँ धम्माधम खाँदैछ, म पनि खाँदैछु। अनि खाइसकेपछि सकिन्छ हाम्रो भ्लग। आजको भ्लग यति भन्दै म यही अन्त्य गर्न चाहन्छु। तपाईहरुले मलाई जति सक्नुहुन्छ त्यति सपोर्ट गर्दै गर्नु। राम्रो हाले पनि नराम्रो हाले पनि दिनमा एकजनालाई सेयर गरेर दिनमा एकजनाले सब्स्क्राइब गरेर दिए पनि पुग्छ। मलाई फुल भिडियो हेरिदिनु हुने दाजुभाइ दिदीबहिनीलाई धन्यवाद। आजको भ्लग चाहिँ यति नै रहेको छ। सबैजनालाई धेरै माया। लभ यु अल। बाई बाई गाइस।